सबैजना नमस्कार। म आज एउटा विषयमा कुरा उठाउन आएको थिएँ। यो कुरा के छ भने नि, झापा जिल्ला क्षेत्र नम्बर 5 दमकमा रहेको भ्यू टावर जुन छ नि, त्यो भ्यू टावरलाई पहिलेको नयाँ सरकारले हस्पिटल बनाउने कुरा आएको छ। सुन्नमा त्यो कुरा चाहिँ आएको छ, हस्पिटल बनाउने। अनि मेरो विचारमा चाहिँ त्यो हस्पिटल नबनाइकन त्यसलाई जेल बनाउनु पर्ने छ, जेल। त्यसै पनि अहिले जेलमा मान्छेहरू धेरै खचाखच भएर ठाउँ बस्ने सुत्ने सुविधाहरू भेटेको छैन। तसर्थ त्यो भ्यू टावरलाई सरकारले अस्पताल नबनाइकन त्यसलाई जेल बनाओस् र जेलमा सर्वप्रथम हत्यारा केपी ओली, प्रचण्डे, बाबुराम भट्टराई र त्यसका झोलेहरू, माधव नेपाल र हाम्रो मधेसका नेताहरू, जति पनि देश बेचुवा नेताहरू छन्, भ्रष्टाचारीहरू, दलालहरू, यी सबैलाई त्यो जेलमा हालेर उद्घाटन गर्नु पर्दछ। मैले मेरो आफ्नो विचार राखेँ। हजुरहरूको विचारमा के गर्दा हुन्थ्यो जस्तो लाग्छ? आफ्नो प्रतिक्रियाहरू यही भिडियोको कमेन्ट बक्समा दिनुहोला। हस्, धन्यवाद, नमस्कार। सबैजना नमस्कार। म आज एउटा विषयमा कुरा उठाउन आएको थिएँ। यो कुरा के छ भने नि, झापा जिल्ला क्षेत्र नम्बर 5 दमकमा रहेको भ्यू टावर जुन छ नि, त्यो भ्यू टावरलाई पहिलेको नयाँ सरकारले हस्पिटल बनाउने कुरा आएको छ। सुन्नमा त्यो कुरा चाहिँ आएको छ, हस्पिटल बनाउने। अनि मेरो विचारमा चाहिँ त्यो हस्पिटल नबनाइकन त्यसलाई जेल बनाउनु पर्ने छ, जेल। त्यसै पनि अहिले जेलमा मान्छेहरू धेरै खचाखच भएर ठाउँ बस्ने सुत्ने सुविधाहरू भेटेको छैन। तसर्थ त्यो भ्यू टावरलाई सरकारले अस्पताल नबनाइकन त्यसलाई जेल बनाओस् र जेलमा सर्वप्रथम हत्यारा केपी ओली, प्रचण्डे, बाबुराम भट्टराई र त्यसका झोलेहरू, माधव नेपाल र हाम्रो मधेसका